साथीहरू गुड मर्निङ वेलकम मेरो ब्लगमा। आज चाहिँ म 5 बजे उठेर कति राम्रो मौसम छ। आज बाहिरको मौसम चाहिँ एकदमै खुलेको छ, एकदम राम्रो छ साथीहरू। आजको मौसम पानी परिरहेको थियो, पानी परेर आकाशमा बादल रहेको छ। हाम्रो घरबाट पनि जङ्गल नजिकै देखिन्छ साथीहरू। अनि लागेमा बिस्तारा मिलाउन आज चाहिँ मैले तर्ना चेन्ज गर्न लाग्यो साथीहरू। तर्ना चेन्ज गरेर सरसफाइ गर्न लागेको छु साथीहरू। मैले चाहिँ आज तर्ना पनि चेन्ज गर्नलाई अहिले चाहिँ म भाइ आएको छन्। हाम्रो घर चाहिँ सानो भाइ आछन्, उनले चाहिँ भिडियो गराएको अगाडि आएर बोलिरहेको छन्। अनि मैले तर्ना चेन्ज पनि गरेँ साथीहरू। अब घर आएपछि कामहरू त के नै हुन्छ र तर्ना चेन्ज गर्ने, सरसफाइ गर्ने, कपडा धुने, त्यही नै हो मेरो काम चाहिँ अहिले। मेरो काम चाहिँ त्यही नै हो अहिले। अनि म चाहिँ हल्का स्कुलको काम थियो, अनि मैले चाहिँ होमवर्क गरेँ। अनि त्यसपछि चिया बनाएँ साथीहरू। चिया पकाउन पर्यो भनेर चाहिँ मैले तेजपत्ता राखेर चिया पकाएँ। चिया बनाइसकेपछि कपडा धुन लागेँ। मैले चाहिँ कपडा धुन थियो मेरो चाहिँ अलिकति, अनि म कपडा धुन सुरु गरेँ साथीहरू। अनि मैले चाहिँ रिबन बनाउन सुरु गरेँ। अनि रिबन बनाउँदा भाइ आएर चकचक गरिरहेको थिए। यस्तो यस्तो रिबन चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला साथीहरू। हामीले चाहिँ यस्तो रिबनहरू बनाउँछौँ, स्कुले रिबनहरू, बोवाला रिबन, अनि अर्को फुर्कावाला बनाइन्छ। हामीले चाहिँ रिबनहरू चाहिएमा सम्पर्क गर्नुहोला। दिनभरिको काम चाहिँ हाम्रो यही नै रहेको छ आज। अनि मैले फुल पनि उडाएँ साथीहरू। फुलहरू बनाएर दिउँसभरि फुल बनाइयो। अनि फुल बनाएर अनि आज नै यो अर्डर आज नै छोड्न जानुपर्ने छ। त्यही भएर हामी चाहिँ दिदी बहिनी मिलेर दिनभरि बनाएर बसेको साथीहरू। अनि यो चाहिँ अहिले साँझ हामीले पुर्याउनु पर्नेछ। यति भन्दै बाई बाई साथीहरू। भिडियो अन्तिमसम्म हेरिदिएकोमा धन्यवाद। अनि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला साथीहरू। धन्यवाद।